लाल पूर्जा वितरणको काम पनि अब सुकुम्बासीहरूलाई सुरु हुँदैछ भन्ने गर्नुपर्छ हो त्यो त राम्रो छ त्यो राम्रो छ दबावका कारण सरकारले गर्दैछ भन्नुभयो तपाईँले हो त त्यो त भन्नु पर्यो त मैले सरकारले भन्नुहुन्छ हामी आफैले गर्यौँ भन्नुहुन्छ हामी भन्छौँ हामीले गर्दा भन्छ त्यो त अब स्वाभाविक हो नि भोलि पत्रकारले भन्ला हामीले तपाईँको नखिचेर हामीले दबाब नदिएपा हुँदैन थियो भन्नु होला तपाईँले पनि जस लिनुपर्छ राम्रो कुराको सबैले जस लिउँ नराम्रो कुराको पनि जस लिउँ त एकले तपाईँको जिम्मेवारी लिन्छ सरकार लाल पूर्जा वितरण गर्न बाध्य भयो त सुकुम्बासीहरूले हो त मेरै कारणले मात्रै होइन म पनि त्यहाँ छु भने तपाईँको कारणले पनि हो होइन त्यही हो अब चाहिँ यसो गर्नुपर्छ नेपालीले राम्रो काम भयो भने सबैले जस लिने नराम्रो काम भयो भने सबैले तपाईँको होइन जिम्मेवारी पनि लिने त्यसको क्या हाम्रो कारणले बिग्रियो भनेर त्यो पनि लिनुपर्छ पत्रकार होइन हामी जस्तो सबैले अनि अहिले भनौँ न विश्वकप फुटबल चलिरहेछ मैले हेरेकै छैन होइन हेरेको कुरा नेपाल फुटबल एसोसिएसन चाहिँ कारबाहीमा पर्यो अब 3वटा गेम खेल्न नपाउने भयो विश्व जगत फुटबलमा रमाइरहँदा सरकारले त्यो सरकारले त्यो एन्फामा पनि भ्रष्टाचार भयो होला पक्कै पनि छानबिन गर्नुपर्छ दोषी पाइएको हदसम्म कारबाही गरोस् सरकारले म चाहिँ त्यो भन्छु त्यो हो क्या खेल मैदान बनाउने तपाईँको पैसाले बा घर बनायो कि हाम्रो चाहिँ त्यस्तो पनि हुन्छ होइन बाटो बनाउने पैसाले घरको तल थपिरहेको हुन्छ